प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ जब हामी रोइरहेका हुन्छौँ, पीडामा हुन्छौँ, निराशामा हुन्छौँ। त्यति बेला हाम्रो मनबाट एउटा प्रश्न निस्कन्छ, प्रभु, जब म दुःखमा थिएँ तपाईँ कहाँ हुनुहुन्थ्यो? सायद तपाईँले पनि यस्तो प्रश्न कहिले गर्नुभएको छ होला। रोगको समयमा, आर्थिक समस्यामा, परिवारको कलहमा, प्रियजन गुमाउँदा वा एक्लोपनमा। तर बाइबलले हामीलाई सिकाउँछ कि परमेश्वरले आफ्ना सन्तानलाई कहिले छोड्नुहुन्न। परमेश्वर दुःखमा पनि हामीसँग हुनुहुन्छ। परमेश्वरले कहिले भन्नु भएन कि विश्वासी भएपछि दुःख आउँदैन, तर उहाँले भन्नुभयो, म तिमीहरूलाई कहिले छोड्ने छैन र त्याग्ने छैन। हिब्रू 13:5 हामीले परमेश्वरलाई देख्न नसक्दा पनि उहाँ हाम्रो साथमा हुनुहुन्छ। जस्तै एउटा बच्चा अँध्यारो कोठामा डराउँछ, उसले बाबुलाई देख्दैन, तर बाबा त्यही कोठामा हुनुहुन्छ। त्यसै गरी दुःखको अन्धकारमा परमेश्वर चुप लागेर बस्नु भएको जस्तो लागे पनि उहाँ हाम्रो छेउमा हुनुहुन्छ। अयुबले पनि यही प्रश्न गरे। बाइबलमा अयुब नामको धर्मी मानिस थिए। उनले आफ्नो सम्पत्ति गुमाए, सन्तान गुमाए, व्यवस्था, उहाँले आफ्नो स्वास्थ्य पनि गुमाए। उनलाई लाग्यो कि परमेश्वर टाढा हुनुभयो। तर अन्त्यमा उनले भने, मेरो कानले तपाईँको विषयमा सुनेको थियो, तर अब मेरो आँखाले तपाईँलाई देखेका छन्। अयुब 42:5 यो कुरा लेखिएको छ। अयुबको दुःखको बिचमा पनि परमेश्वरले काम गरिरहनु भएको थियो। हामीले अहिले कारण नबुझे पनि परमेश्वरको योजना चलिरहेको हुनसक्छ। येशूले पनि पीडा भोग्नुभयो। हाम्रो प्रभु येशू ख्रीष्ट स्वयं दुःखबाट गुज्रनु भयो। क्रुसमा उहाँले भन्नुभयो, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो? येशूले पीडाको अनुभव गर्नुभयो ताकि हामी हाम्रो पीडामा एक्लो महसुस नगरौँ। जब हामी रुन्छौँ, येशूले हाम्रो आँसु पुस्नुहुन्छ। जब हामी पीडित हुन्छौँ, उहाँले हाम्रो पीडाको अनुभव गर्नुहुन्छ। कहिलेकाहीँ परमेश्वरको मौनता पनि उत्तर हुन सक्छ। हामी प्रार्थना गर्छौँ र तुरुन्त उत्तर चाहन्छौँ, तर कहिलेकाहीँ परमेश्वर चुप रहनुहुन्छ। त्यो मौनता अस्वीकार होइन। किसानले बिउ रोपेपछि तुरुन्त फल देखिँदैन, तर जमिन मुनि जीवनको काम त भइरहेकै हुन्छ। त्यसै गरी परमेश्वरले हाम्रो जीवनमा अदृश्य रूपमा गरिरहनु भएको ठुला ठुला काम हुन सक्छ। एक प्रसिद्ध कथामा एक व्यक्तिले सपना देखे। उसले समुद्र किनारामा आफ्नो जीवनको यात्रा देख्यो। बालुवामा 2 जोडी पाइला थिए, उसको र प्रभुको। तर जीवनको सबैभन्दा कठिन समयमा एउटा मात्र पाइला देखियो। उसले प्रभुलाई सोध्यो, जब म दुःखमा थिएँ तपाईँ कहाँ हुनुहुन्थ्यो? प्रभुले उत्तर दिनुभयो, त्यो एउटा पाइला तिम्रो होइन, मेरो हो। त्यही समय मैले तिमीलाई बोकेको थिएँ। प्रियजनहरू, हामीलाई परमेश्वर टाढा हुनुहुन्छ जस्तो लाग्छ, तर वास्तवमा उहाँले हामीलाई बोकेर हिँडिरहनु भएको हुन सक्छ। परमेश्वरले दुःखलाई पनि भलाइको लागि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइको निम्ति काम गर्छ। रोमी 8:28 लेखिएको छ। आजको आँसु भोलिको गवाई बन्न सक्छ। आजको सङ्घर्ष भोलिको सामर्थ्य बन्न सक्छ। आजको परीक्षा भोलिको सेवकाईको आधार बन्न सक्छ। अन्तमा यदि तपाईँ आज दुःखमा हुनुहुन्छ भने परमेश्वर तपाईँलाई छोडेर जानुभएको छैन। अझै तपाईँको साथमा हुनुहुन्छ। उहाँ तपाईँको आँसु देख्नुहुन्छ। उहाँ तपाईँको प्रार्थना सुन्नुहुन्छ। उहाँ तपाईँको भविष्य जान्नुहुन्छ। त्यसैले आज विश्वासका साथ भन्न सकौँ, प्रभु, मैले तपाईँलाई देख्न नसके पनि म विश्वास गर्छु कि तपाईँ मेरो साथमा हुनुहुन्छ। हामी आउनुहोस् एउटा प्रार्थना गरौँ। हे प्रेमी पिता परमेश्वर, दुःख र सङ्घर्षको बिचमा पनि तपाईँ हामीसँग हुनुहुन्छ भन्ने विश्वास दिनुहोस्। निराशा भएका हृदयहरूलाई आशा दिनुहोस्। कमजोर भएकाहरूलाई बल दिनुहोस्। आँसु बगाइरहेकाहरूलाई तपाईँको शान्ति प्रदान गर्नुहोस्। हामीलाई कहिले नछोड्ने तपाईँको प्रतिज्ञामा भरोसा गर्न सिकाउनुहोस्। येशू प्रभुको नाममा प्रार्थना गराउँदछौँ। आमेन। आजको वचन तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँलाई मनमा लागेको कुराहरू छन् भने कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। अनि लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। साथै युट्युब च्यानल न्यू लाइफ टिभीलाई सब्सक्राइब गरिदिनु होला।
आउने दिनमा पनि यस्तै महत्त्वपूर्ण वचन लिएर आउनेछु। धन्यवाद।